सुरु तपाईले युट्युब खोल्नु होला। युट्युब खोलिसकेपछि तपाईले यहाँनिर प्लसको बटन देख्न सक्नुहुन्छ। प्लसको बटनमा क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँ सजिलै पाउन सक्नुहुन्छ। यहाँनिर रातो स्टार जस्तो तपाईले अप्सन देख्न सक्नुहुन्छ। त्यहाँनिर क्लिक गर्नु होला। फर्स्ट अफ अल त तपाईले एउटा फोटोबाट पनि यहाँनिर भएको टेम्प्लेटहरुलाई युज गरेर यहाँनिर तपाईलाई मन परेको टेम्प्लेटसँग चाहिँ यस्तै टाइपको भिडियो बनाउन सक्नुहुन्छ। अब सेकेन्ड कुरा भनेको चाहिँ भिडियो पनि जेनेरेट गर्न सक्छौं। आफूले जस्तो चाहे त्यस्तै भिडियो जेनेरेट गर्न सक्छौं। त्यस्तै गरेर तपाईले मोसन वाला भिडियो पनि बनाउन सक्नुहुन्छ। फोटोबाट भिडियो पनि बनाउन सक्नुहुन्छ। त्यस्तै गरेर इमेज पनि जेनेरेट गर्न सक्नुहुन्छ र ब्याकग्राउन्ड पनि जेनेरेट गर्न सक्नुहुन्छ। अब हामीले एउटा ट्राई गरेर हेरौं कस्तो चाहिँ रिजल्ट दिँदो रहेछ। म हजुरहरुलाई देखाउँछु। यहाँनिर फर्स्टमा मैले क्रिएट अ भिडियोमा क्लिक गरे। त्यहाँनिर तपाईले अब कुनै पनि रेफरेन्स फोटो राखेर पनि तपाईले चाहिँ भिडियो बनाउन सक्नुहुन्छ। अथवा तपाई सिधै भिडियो बनाउन चाहनुहुन्छ भने पनि तपाईले भिडियो बनाउन सक्नुहुन्छ। यो चाहिँ अहिले तपाईलाई मैले भन्नको लागि मात्रै यो भिडियो बनाएको छ। त्यसैले मैले जस्ट फोटो नराखी एउटा प्रम्प्टबाट नै तपाईलाई भिडियो बनाएर देखाउने कोसिस गर्नेछु। अब मैले यहाँनिर भन्नेछु लिटल monkey walking in the street with emotional background music भनेर मैले सर्च गर्दै गर्छु। सर्च गरिसकेपछि थोरै सेकेन्ड लाग्छ, धेरै टाइम पनि लाग्दैन। थोरै सेकेन्डमै तपाईको यहाँनिर भिडियो रेडी भएर आउँछ। यसले कस्तो रिजल्ट दिँदो रहेछ तपाईले यहाँनिर हेर्न सक्नुहुन्छ। यो भिडियो हेर्नुस् त।